गुड मर्निङ गाइज, गुड मर्निङ होइन। स्वागत छ। अब मैले गाइज भन्न सिकिसकेको छु अब चाहिँ। ओके, म चाहिँ कहाँ जानु लाग्छ अहिले 9:30 भइरहेछ बिहानको। अनि मेरो खाली पेट छ होइन। त मैले सोचेको अब फेरि बडी चेकअप गरौँ, फुल बडी युरिन एन्ड अब लिक्विड प्रोफाइल एन्ड टेस्टोस्टेरोन सेक्स हर्मोन चेक गरौँ कस्तो रहेछ मेरो। योभन्दा पहिला मैले जुन या जुलाईमा मैले नेपालबाट आउँदाखेरि चाहिँ मैले नेपालबाट फेब्रुअरीमा आएको थियो। फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन या जुलाईमा मैले त्यति बेला चेक गर्दाखेरि मेरो कमसेकम काफी हाई आएको थियो टेस्टोस्टेरोन। अनि हेरौँ त्यति बेला चाहिँ मेरो नेपाल गएर चाहिँ नेपालबाट आउँदाखेरि चाहिँ नेपालमा चाहिँ अब म धेरै सुत्ने टाइम धेरै राम्रो पाएको थियो होइन। अब निन्द राम्रोसँग लिनु पाएको थियो। तर अहिले जुलाई, अगस्त, सेप्टेम्बर, नोभेम्बर, अहिले 4-5 महिनापछि अहिले चेक गर्दाखेरि चाहिँ कतिको कम भएको रहेछ होइन। त्यो चिज हेर्छु किनकि निन्द्राले धेरै फरक पर्छ टेस्टोस्टेरोनमा, किनकि मेरो निन्द्रा धेरै कम भइरहेछ यहाँ चाहिँ। अब हेरौँ आज ब्लड चेक गरेर किडनी फङ्सनहरू कस्तो चलिरहेछ होइन। मन लाग्छ मेरो हतियार अलिकति कमजोर जस्तो लागिरहेछ किनकि मेरो निन्द्रा नपुगेको कारणले। ओके, त्यो टेस्टोस्टेरोन लेभल कति रहेछ अनि भिटामिन डी प्रोटिनहरू के कमजोर रहेछ बडीमा होइन। त्यो चिजहरू हेर्छु र निन्द्राले धेरै फरक पर्दो रहेछ किनकि खानपिन सही भयो पनि निन्द्राले एकदम फरक पर्दो रहेछ। ओके, धेरै टाढा छैन, यहीँ घरकै तल छ कि ल्याब फार्मेसी चाहिँ घरकै तल छ यता। अनि हेरौँ के हुन्छ। अब थोडा मसल ग्रोथ रुक गयो। ब्लड रिपोर्ट चेक गरिसक्यो होइन। त्यो अहिले चाहिँ म नारियल पानी र कागतीको पानी मिक्स गरेर दिन्छु। मेरो ब्लड रिपोर्ट देखाउँछु। तो जस्तै कि मैले बिहान भने जस्तै बिहान म रिपोर्ट फुल बडी चेकअप गर्नु गएको थियो। ब्लड रिपोर्ट त्यो टेस्टोस्टेरोन लेभलहरू पनि के कस्तो छ होइन। जस्तो कि मैले बिहान बनाएको थिएँ भिडियो, त्यो आजको रिपोर्ट के आएर छ त्यो पनि हेर्छु। अनि पहिलाको पनि म देखाउँछु। पहिलाको चाहिँ मैले यहाँ आफ्नो माई ड्राइभमा राखेको छु मैले ब्लड रिपोर्ट। पहिला मैले कति बेला 4 जुनको मैले ब्लड रिपोर्ट गरेर चाहिँ जुन, जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर लगभग 5 महिनापछि चाहिँ गरेर छु मैले। चलो म यो पहिला जुन 4 तारिकमा रिपोर्ट त्यति बेला टेस्ट गरेको चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु त्यति बेलाको पनि। अनि अहिले नोभेम्बर कति, आज नोभेम्बर 22 को पनि म यसको रिपोर्ट पनि म तल डिस्क्रिप्सनमा राख्छु, तपाईँले हेर्न सक्नुहुन्छ। मलाई पनि खासै त्यस्तो बुझ्दैन, मलाई त त्यही टेस्टोस्टेरोन र आफ्नो किडनी फङ्सनहरू के कस्तो रहेछ भनेर चाहिँ त्यो हेर्न खोजेको होइन। अनि मलाई चाहिँ अलिकति इनर्जी धेरै लु, अनि एक त धेरै वर्ष भयो होइन ट्रेनिङ एक्सर्साइज गरेको चाहिँ, त्यही भएर मसल अलिकति पुरानो भयो। मसल मास त्यो मेजोरिटी भएर होला त्यो ग्रो हुन अलिक टाइम लाग्यो। त्यही भएर मैले चाहिँ टेस्टोस्टेरोन धेरै लो छ के हो भने त्यही भएर चाहिँ आज मैले टेस्ट गरेको। हेरौँ आजको रिपोर्टमा चाहिँ के रहेछ।
आजको रिपोर्ट पनि तपाईँहरूलाई म तल डिस्क्रिप्सनमा राखिदिन्छु, त्यो हेर्नु होला होइन। म आफै पनि अहिले भर्खरै यहाँ वाट्सएपमा चाहिँ हजुर हेरौँ मेरो टेस्टोस्टेरोन चाहिँ अब त्यस्तो ड्रप त छैन, झन् त्योभन्दा बढी नै छ। तर सायद हिजो अस्तिदेखि नै मेरो निन्द्रा पुरा नभएको कारणले होला धेरै लेजिनेस धेरै आइरहेको थियो होइन। तर टेस्टोस्टेरोन त ठिकै छ, त्यस्तो खासै लो त छैन। अब एलएफटी हेरौँ के रहेछ एलएफटीमा चाहिँ। चलो प्रोटिन पनि यो पटक चाहिँ मैले योभन्दा पहिला 3 चोटि भयो मैले ब्लड पहिलोचोटि गरेको ब्लड रिपोर्ट चाहिँ मैले दिल्लीमा गरेको थिएँ। त्यसको रिपोर्ट चाहिँ कुन चाहिँ इमेलमा थियो मेरो थाहा भएन होइन। नत्र त्यो पहिलाको पनि देखाउँदै, पहिलाको चाहिँ मैले मेरो प्रोटिन कति 1 पोइन्ट कति आएको थियो क्या प्रोटिन, त्यो रिक्वायरमेन्ट थियो यसमा 6.4, तर मेरोमा चाहिँ अहिले टोटल 6.5 आएको रहेछ। प्रोटिन चाहिँ इनफ मात्रा छ, किनकि म अहिले वेट प्रोटिन पनि काफी राम्रो मात्रामा कन्ज्युम गरिरहेको छु। अनि होल फुड पनि सिर्फ प्रोटिन पाउडर मात्रै नभइकन होल फुड पनि म अन्डा, चिकन होइन, राइस। त पहिला चाहिँ मैले राइस छोड्थेँ, प्रोटिन खान्थेँ होइन। धेरै प्रोटिन सोचेर चाहिँ यस्तो के भन्छ बडी कम्पिटेटिभ बडी बिल्डरको थिङ्किङ लिएर चाहिँ कार्ब नराम्रो भन्ने त्यस्तो थिङ्किङ थियो पहिला चाहिँ। त्यही भएर मैले अहिले चाहिँ मैले कार्बोहाइड्रेट त्यतिकै बराबर मात्रामा लिन्छु। अनि जति हुनसक्छ प्रोटिन चाहिँ अलिकति हाई एमाउन्टमा लिने कोसिस गरेको। प्रोटिन ठिकै छ 6.5। ओके, अब ब्लड रिपोर्ट चाहिँ जहाँसम्म लाग्छ ठिकठाकै लाग्यो होइन। तर मलाई लाग्छ त्यो मलाई एनर्जी लो भएको चाहिँ सायद त्यो निन्द्राको कमिलो हुनसक्छ होइन। अहिले सोद्धाखेरि चाहिँ त्यही भन्यो। बाँकी रिपोर्ट चाहिँ ठिकठाकै छ, त्यस्तो खासै ड्यामेजहरू चाहिँ छैन बडीमा, त्यस्तो आइरनहरू चाहिँ ठिकै छ। अनि सायद ओभर थिङ्किङले होला अलिकति। ओभर थिङ्किङ त के हो, ओभर थिङ्किङ पनि अनि मैले धेरै पहिला पनि त्यो गर्दाखेरि स्ट्रेस यस्तो भएको थियो। पहिलाको मेरो मसल्स पेन भएको थियो नि, मसल पेन भन्ने एउटा मैले भिडियो बनाउँछु भनेको थियो नि, त यसै भिडियोमा चाहिँ कभर गर्छु होइन। त्यो मसल पेन कसरी हुँदो रहेछ भन्दाखेरि मसल पेन किन हुन्छ अनि कसरी हुन्छ त्यसको रिजन के हो भन्दाखेरि चाहिँ मसल पेन हुँदाखेरि चाहिँ तपाईँहरूले मौरीले त काट्यो होला होइन। जस्तो कि अब जसलाई चाहिँ मौरीले काट्दाखेरि झन् हुन्छ नि, यस्तो खतरा पेन हुन्छ नि, त्यस्तो टाइपको हुन्छ। अनि एक मौरीले काट्दाखेरि सुइङकै त्यो सुनिसकेपछि फेरि त्यो सुरुमा काट्दाखेरि जो दुख्दाखेरि सर हाम्रो नसमा दुखेपछि नि मौरीले काट्दाखेरि होइन, त्यस्तै त्यो मौरीले काट्दाखेरि एकैछिनमा त्यो सुरु यस्तो जहाँ हाम्रो नर्भ हुन्छ नि, यो बेन्च देखेछ नि, नसाहरू देखिँदैन नि, यो सबमा दुख्न थाल्छ होइन सुरुमा मौरीले काट्दाखेरि। त्यस्तो मौरीले काट्दाखेरि त्यो सुरुमा दुख्छ, त्यसपछि हात सुनिँदै स्वेलिङ भइसकेपछि दुख्न बन्द हुन्छ अनि सेन्सिटिभ कम हुन्छ बडीमा होइन, हाम्रो स्किनमा। त्यस्तै बडी पेन चाहिँ कसरी हुन्छ, बडी त्यो मसल पेन, बडी पेन होइन मसल पेन चाहिँ कसरी, त्यो मांसपेशी दुखाइ भित्रको दुखाइ कसरी हुने रहेछ भन्दाखेरि मसल पेन चाहिँ त्यो सेम जो मौरीले सुरुमा काट्दाखेरि नसा हाम्रो रगतको नसामा त्यो पेन आउँछ नि, यस्तो सुरु धुवा जस्तो कि त्यो के भन्छ वर्षायामको बेलामा बादल पहिला पातलो लाइन बादल आउँछ नि, त्यस्तै टाइपको भित्र यस्तो नराम्रो पेन हुन्छ। त्यो म बेङ्गलोरमा हुँदाखेरि चाहिँ मसल पेन भएको थियो। त्यति बेला चाहिँ खोइ सोडियम के सुई लगाएको थियो होइन डाक्टरले मलाई। त्यसपछि त्यो सुई लगाएपछि ठिक भयो। फेरि आउँदाखेरि दिल्ली, त्यहाँबाट हामी दिल्ली मुभ भएपछि त्यहाँ दिल्ली मुभ हुँदाखेरि चाहिँ फेरि 2-3 महिनापछि फेरि त्यो सिचुएसन आयो। त्यसपछि चाहिँ मैले गएर चाहिँ ब्लड वर्क गरेको होइन। ब्लड वर्क गर्दाखेरि त्यति बेला देखायो कि मेरो स्ट्रेस लेभल धेरै हाई थियो अनि मेरो खानपान प्रोटिन लेभल धेरै कम थियो। अनि डाक्टरले भनेको थियो कि
के गर्छौ के काम गर्छौ भने म खाना बनाउँछु अनि सँगसँगै एक्सर्साइज पनि गर्छु भन्दाखेरि डाक्टरले चाहिँ एक्सर्साइज नगर केही दिन रेस्ट गर अनि आफ्नो खुराक बढाउनुहोस् भन्यो कि प्रोटिन इन्टेक बढाऊ भन्यो अनि तिमीलाई कति स्यालेरी दिन्छ अनि त्यो बेसमा चाहिँ केही सप्लिमेन्टहरू आइरन र भाइटामिन डी को धेरै कमी देख्यो त्यति बेला चाहिँ अनि त्यति बेला भने कि डाक्टरले भाइटामिन डी लिनुहोस् हैन जिङ्को बिडहरू भनिदियो मैले चाहिँ सप्लिमेन्ट जिङ्को बिड भन्दा पनि मैले जिमकै एक त त्यो जिङ्को बिड भाइटामिन डी त्यो अलिकति त्यति हाई छैन त्यो भन्दा चाहिँ भाइटामिन D3 K2 भने त्यो अब्जर्भ हुन्छ नि फ्याटहरू त्यो चाहिँ अलि हाई लेभल हुन्छ मैले चाहिँ त्यो लिएको अनि प्रोटिन बडीमा कसरी त्यो स्ट्रेस लेभल्स कसरी के भएको थियो नि अनि डाक्टरले सोधे त के तिमीलाई घर परिवारमा केही समस्या छ यस्तो त मेरो घरमा त्यस्तो सब मङ्गल छ त्यस्तो छैन भन्दाखेरि चाहिँ अनि तिम्रो स्ट्रेस लेभल्स चाहिँ किन बढ्यो भन्दाखेरि मैले चाहिँ हाम्रो त्यस्तो खासै चिन्ता छैन अब के हो घरमा पनि अब त्यस्तो केही समस्याहरू पनि छैन अब त्यस्तो दिमागमा त्यस्तो टेन्सनवाला त्यो छैन म एक्सर्साइज गरेकै राखेको छु अनि बस निन्द्रा कम छ भन्दाखेरि नै तिम्रो निन्द्रा त कमी नै होला यो बडीमा धेरै स्ट्रेस ओभर स्ट्रेस छ त्यो ओभर थिङ्किङहरू धेरै गर्छ के हो भन्ने कुराहरू सोधे डाक्टरले न त मलाई सजेस्ट गर अनि रेस्ट गर्ने भनेर अनि मैले त्यो बडी दुई दिन मैले पुरा प्रोपर रेस्ट लिएको के काम नगरिकन साउनीलाई पनि मैले भनेको यस्तो छ ठिक भएपछि काम गर्छु भनेर 2 दिन रेस्ट लिएको त्यति बेला मेरो भेना पनि थियो सँगै अनि त्यसपछि अलि अर्को तेस्रो दिनपछि म काम गर्न थालेँ फेरि जस्तोको जस्तै अनि त्यही हो मैले अन्डाहरू खान सुरु गरेँ मतलब पहिलेदेखि खाइरहेको थिएँ तर एक त यहाँ नन भेजिटेरियन भएको कारणले यिनीहरू जहाँ काम गर्छु अनि अहिले चाहिँ अलिकति पकाउनु दिन्छ नत्र पहिला त अन्डा दिन पकाउनु दिँदैन थियो त्यो एक त अहिले चाहिँ हामी अलग्गै रुम मतलब सबै छोरा र हामी चाहिँ अहिले इलाहाबादमा मुभ भएको छु त्यही भएर चाहिँ उसको जरा चाहिँ म अलग बसेको हुनाले चाहिँ अलिक कम्फर्ट हुन्छ खाना ननभेज बनाउनु तर जहाँ साउनी बस्छ पर्मानेन्टली दिल्लीमा त्यहाँ चाहिँ हामी अन्डाहरू त्यो डेली बनाउन मिल्दैन किनकि उनीहरूले खाँदैन त्यो प्रब्लम भयो अनि मैले सप्लिमेन्ट त्यसपछि फेरि मैले यसो स्यालेरीहरू सेभ गरेर चाहिँ यसो मैले फेरि वे प्रोटिनमा अलिकति खर्च गर्न थालेँ त्यो बडीमा त्यही सिर्फ हामीले मेहनत मात्रै गरेर नहुने रहेछ होइन अनि या त तपाईँले सिर्फ प्रोटिन मात्रै खाएर मसल त्यसै बढ्दैन धेरै मान्छेहरूको कन्फ्युजन मलाई पनि त्यही लाग्थ्यो धेरै मान्छे कि मेरो पहिला म आफैले कन्फ्युजन थियो प्रोटिन पाउडर खाएपछि मैले जिम नै गर्नु पर्दैन भनेर मेरो थिङ्किङ नै त्यस्तो थियो पहिला त्यो यो चाहिँ तपाईँले काम गऱ्यो नि नगरे नि मतलब शरीरले चाहिने चिज हो होइन प्रोटिन भनेको चाहिँ अब सिर्फ पाउडरमा मात्रै होइन दुधमा पाउँछ मासु दाल होइन भातमा पनि पाइन्छ हाम्रो चामल भात पनि पाइन्छ तर जति पनि तपाईँले खाना खानुहुन्छ त्यो सबैमा प्रोटिन पाउँछ यसको मतलब यो होइन कि सबैमा प्रोटिन पाउँछ मतलब यो होइन कि त्यो मात्रा प्रोटिनको मात्रा चाहिँ अलिकति कमी हुन्छ त्यसमा अर्को फ्याक्टर पनि हुन्छ जो कि वे प्रोटिन भनेको चाहिँ त्यो यो पाउडरवाला फर्म भनेको चाहिँ प्योरली कार्बोहाइड्रेट आइसोलेट अनि कन्सन्ट्रेटहरू चाहिँ कार्बोहाइड्रेट पुरा कसैमा 0 हुन्छ त्यो लेभल हुन्छ होइन प्रोटिन त्यहाँ लेखेकै हुन्छ कसैलाई कम्पिटिटिभ बडी बिल्डिङ खेल्नु छ कसैलाई लो कार्ब चाहिएको छ कार्बोहाइड्रेट बिल्कुल पनि चाहिएको छैन भनेदेखि सिर्फ प्रोटिनको मात्रा एक्सट्र्याक्ट गरेर निकालेको प्रोटिन मात्र हुन्छ त्यो अब दाल भात होइन जो पनि तरकारी होइन त्यसमा पनि अब कार्बोहाइड्रेट पाउँछ अर्को प्रोटिन पाउँछ तर कम मात्रामा पाउँछ कमसेकम 3 to होइन या 2-4 ग्राम मात्र पाउँछ अब तपाईँले मेजरमेन्टको अनुसार अब 300 ग्राम 400 ग्राम चामल खायो भनेदेखि अब त्यति त खान सक्दैन होइन अब तपाईँहरूले खान सक्दैन सायद मैले चाहिँ खान्छु झोल राम्रो भयो भने त्यसमा पनि अब त्यति चावल खायो भने कति नि 10 ग्राम पाउनु नि गाह्रो हुन्छ नि त त्यो प्रोटिन मात्रा कम हुन्छ
जति दाल भात खाए पनि तर एक यस्तो नर्मल दैनिक काम सँगसँगै जब शारीरिक गतिविधि धेरै हुन्छ त्यति बेला चाहिँ अब बडीले अझै बढी मात्रामा चाहिँ जतिको हामीले मेहनत गर्छौँ त्यतिको चाहिँ प्रोटिनको आवश्यकता हुने रहेछ क्या। अनि शरीरमा सिर्फ प्रोटिन मात्रै होइन कार्बोहाइड्रेट चाहियो होइन, गुड फ्याट चाहियो। गुड फ्याट भनेको बोसो, हाम्रो शरीर बोसो धेरै मान्छेहरूले भिडियो बनाएको देखेको थियो क्या, स्पेसली इन्डियातिरको मान्छेहरूको कन्टेन्ट हेर्दाखेरि पागल हुन्छ या कन्फ्युजन पनि कहीँ कन्फ्युजन यस्तो च्यानलहरू चाहिँ देखाउनु चाहिँ मैले त्यसमा चाहिँ अब नट इन्ट्रेस्टेड भनेर हटाइदिन्छु क्या। अनि राम्रो कन्टेन्टहरू मात्रै कन्ज्युम गर्छु। अनि हाम्रो नेपालमा एक राम्रो चिज यो छ कि मिसइन्फर्मेसनहरू खै मैले फिटनेसमा चाहिँ त्यस्तो मिसइन्फर्मेसनहरू त्यति देखेको छैन हाम्रो नेपालको चाहिँ। तर कुनै दिन देख्यो भने म त्यसलाई चाहिँ कल आउट गर्छु होइन, जति मेरो अन्डरस्ट्यान्डिङ छ त्यो हिसाबले। तर धेरै राम्रो कन्टेन्ट क्रिएटरहरू देखिरहेको छ हाम्रो नेपालमा अनि बिस्तारै ग्रो अप भइरहेछ। अनि मसल सोर्नेस मसल पेन यस्तो नराम्रो हुन्छ नि तपाईँको, मलाई लाग्छ मलाई त बर्दाश्त म कुनै पनि त्यो बडी मेन्टलिटी पेन त अर्कै भयो होइन, त्यो त मलाई नै गाह्रो हुन्छ त्यो चिज अलिकति सहन। तर जब फिजिकलको कुरा गर्छ होइन, जब फिजिकल पेन आउँदाखेरि म 100% कुनै चिज नि म सहन सक्छु। तर यो मसल पेन यस्तो गाह्रो रहेछ क्या, मसल पेन अनि यो दाँत दुखायो भनेको चाहिँ खतरनाक रहेछ नि। जति यस्तो दबाएर पनि जति त्यो पेनलाई जति त्यो अभोइड गरे पनि याद दिलाउँछ कि यस्तो भित्रैदेखि क्याच गरेर यस्तो झिन्झोर पुरा हालत टाइट गरिदिन्छ। म भन्नै सक्दिनँ त्यो चिज मसल पेन होइन। र पहिला चाहिँ यहाँ घाँटीसम्म मैले सुरुमा मसल पेन हुँदाखेरि मलाई थाहा थिएन त्यो मसल पेन। चेकअप गर्दाखेरि यो चाहिँ इन्जुरी भएको केही हो कि भनेर देखाएको चाहिँ यो इन्जुरी भएको होइन भन्यो। अनि एक्सरेहरू देखाउँदाखेरि केही त्यस्तो ड्यामेज छैन तिम्रोमा, त्यो धेरै ओभरलोड के गरे होला एक्सर्साइजको दौरान, त्यो मसलभित्र मसल पेन मात्रै रहेछ, त्यस्तो केही थिएन। मलाई त के रोग लाग्यो भनेर चाहिँ डर लागेको थियो त्यति बेला चाहिँ, यस्तो खतरा। पहिला चाहिँ यहाँ घाँटी यस्तो दुखी थियो घाँटीमा। अनि यतातिर मैले नारियल तेल लगाएर यस्तो मसाज गरेको, त्यसपछि तल झार्दै तल त्यो छातीको पछाडि बिल्कुल अपोजिट साइड होइन, पछाडि ब्याक मसलमा गयो, ल्याट यसरी ल्याट ओपन गर्थेँ यता। अनि त्यता गएपछि मैले चाहिँ फेरि अब त्यता त मेरो हात त्यति पुग्दैन होइन, अहिले चाहिँ पुग्दैन त्यति बेला चाहिँ अब डाउनमा हुँदै मेरो बडी काफी मोबिलिटी थियो। अनि त्यति बेला चाहिँ म आइस प्याकबाट चाहिँ सेकेको थियो क्या, ठन्डा चिसो। अनि सेक्दा बिल्कुल फेरि त्यहाँबाट ट्रान्सफर भएर यता पुरा दुईवटा चेस्टमा आयो। अनि सास लिने पुरा एक सेकेन्ड, जो 1 सेकेन्ड क्या 1 मिली सेकेन्डमा चाहिँ त्यो सास आउने जाने भित्र बाहिर आउट इन त्यति हुँदाखेरि चाहिँ जब सास बाहिर जाँदा पनि दुख्ने अनि भित्र त्यो अक्सिजन लिँदा पनि दुख्ने होइन। यस्तो रातभर सुत्न पाएन। फेरि बिहान भयो छिट्टै त्यो गएर चाहिँ अटोमा गएर मैले चेकअप गर्दाखेरि त्यस्तो खासै केही भएको छैन। अब टेम्परेचर चेक गऱ्यो, त्यसपछि बाँकी अब मेडिकलको टर्महरू के हुन्छ होइन मलाई पनि थाहा भएन। तर चेक गर्दाखेरि त्यस्तो खास छैन, मसल पेन रहेछ भन्ने कुरा देखायो। जहाँसम्म मेरो एक्सपिरियन्स छ कि ओभरलोड बडी बिल्डिङमा एक्सर्साइज गरेपछि हामी मसल बिल्डिङ चाहियो भने ओभरलोड त गर्नै पऱ्यो। तर ओभरलोडको दौरानमा तपाईँको निन्द्रा, तपाईँको स्ट्रेस लेभल अनि तपाईँको खानपान बडीमा, जस्तो कि के हुन्छ के एक्जाम्पल थियो, जस्तो कि म गाउँबाट भएपछि खेतीपाती गर्नुहुन्छ भनेदेखि या फलफुल रोप्नुहुन्छ भनेदेखि त्यो माटोलाई मलिलो र एक फस्फरस हुनको लागि चाहिँ एक राम्रो तरकारी उगाउनको लागि या कुनै पनि अन्नबाली उगाउनको लागि मल चाहिन्छ। अनि हाम्रो बडीको लागि राम्रो मल भनेको के हो? प्रोटिन, कार्बोहाइड्रेट र फ्याट होइन। यो चाहिँ ठुल्ठुलो फ्याक्टर भयो। त्यस्तै हाम्रो बडीलाई त्यो चिजहरू चाहिँदो रहेछ। अलिकति स्मार्टली ट्रेन गर्नुपर्ने रहेछ क्या। अब आफूलाई पनि जानकारी थिएन त्यो चिजहरू बारेमा। अनि एक्सर्साइज
यति पागलपन भएर एक्सर्साइज गर्थेँ। अनि खानपानको बारेमा त्यति धेरै थाहा थिएन। अब जति मासुमा प्रोटिन पाउँछ भनेर थाहा पाएर मासु खान्थेँ। मासु पनि त्यही बोइल गरेर अनि बोर लाग्थ्यो त्यसपछि खाँदैन होइन। अनि चामलले धेरै जस्तो चामल खाइरहेको हुन्थ्यो। जस्तो कि तपाईँहरूले पिपिएलको प्रोग्राम देख्यो होला मेरो भिडियोमा। त्यो तपाईँले यो ब्लड रिपोर्टहरू हेर्न पनि जरुरी छ कि बडीमा के कमी भइरहेछ, ट्र्याक गर्दो रहेछ। अहिले टेक्नोलोजी त्यही हाई लेभलमा पुग्यो कि हाम्रो बडीमा के चिजको कमी छ, भिटामिन डी, भिटामिन ई होइन, भिटामिन B12 यो सब, अनि टेस्टोस्टेरोन, स्ट्रेस लेभल यो सब चेक गर्न अझै तपाईँसँग एक राम्रो बजेट छ भनेदेखि झन् तपाईँले आफ्नो बडी फ्याट पर्सेन्टेजहरू पनि हाई मसिनहरू आएको छ। मैले कुन चाहिँ एथलिटको युट्युब भिडियो हेर्दाखेरि मसिनमा यसरी सुतेपछि मजाले स्क्यान गरेर चाहिँ बडी फ्याट पर्सेन्टेजहरू सबै आउने रहेछ क्या। गजबको मैले देखाइदियो। तपाईँसँग बजेट छ भने त्यो पनि हेर्न सक्नुहुन्छ। बाँकी मेरो जस्तो मिडल क्लास हो भनेदेखि नर्मल ब्लड चेकअप र फुल बडी चेकअप गर्दा पनि हुन्छ। त्यो बाँकी हेरौँ के हुन्छ। बाँकी मेरो भिडियोहरू चाहिँ अब फुर्सदको टाइममा चाहिँ एक्सर्साइजहरू गर्छु, त्यही बेला चाहिँ तपाईँहरूलाई देखाउँदै गर्छु। त्यो यसै भिडियो हेर्नको लागि आरबी फिटनेस युट्युब च्यानललाई सब्सक्राइब गर्नु। जय नेपाल, जय गोर्खाल्यान्ड।